हेलो नमस्कार सेवा सबैजनालाई। म भ्लग सुरु गर्दैछु आजदेखि। अब यो गुरु फेरि फेरि हेलो, पछाडिको को हो छोरी? हाम्रो परिकार यस्तो छ। अब यहाँ अलिअलि अर्ग्यानिक छ। यो चटपटी, यो अर्ग्यानिक एकदम। यो चाहिँ आफ्नै बारीको। सबैलाई नमस्कार। यो चाहिँ फुर्केगढीको इन्फर्मेसन अर्थात् जानकारी दिनुपर्दाखेरि चाहिँ इतिहासलाई फर्केर हेर्दा यो कुनै बेला नेपाल 2224 राज्यहरू र सेनवंशी राज्यहरूमा सानो सानो रूपमा चाहिँ विभाजित थियो। हेलो नमस्कार सेवा सबैजनालाई। हामी चाहिँ अब नयाँ वर्षको दिन आज 2083 साल वैशाख 1 गते, यो सालको शुभारम्भ दिन हामी चाहिँ फ्यामिली लामो दूरीको टुरमा नगइकन यो माथि डाँडातर्फ चाहिँ हामी जान तर्खर गरिरहेछौँ। टोली गरिसक्नु छ। उहाँ हुन्छ सम्झना लामा। हामी अगाडि जाँदैछौँ। यता हाम्रो घरदेखि त्यो फिल्ड त्यो डाँडामा जाने हो। घरदेखि यता हाम्रो गाउँ चाहिँ यस्तो छ। यो घर यो 4 गरे भन्ज्याङ चौडण्डी गढी 1 नम्बरको यो 4 गरे भन्ज्याङ हिमासतिर यो चौडण्डी गढी दरबार साइट। मैले पोहोर साल पनि वैशाख 1 गतेदेखि भ्लग स्टार्ट गर्छु भने गरे थिएँ, तर बिचमै अल्छी लाग्यो। आज पनि गरिहेर्छु। अब जोस जागर कति लाग्दो रहेछ। हामी त नयाँ वर्ष मनाउने। नयाँ वर्षको शुभकामना छ तपाईँहरूलाई। नयाँ वर्ष मनाउँदै हुनुहुन्छ? खोइ जाम। म भ्लग सुरु गर्दैछु आजदेखि। अब यहाँ टुरिस्ट, ओरिजिनल टुरिस्ट चाहिँ मेरो छोरी यार। यो हाई हेलो, पछाडिको को हो छोरी? बिग बोस हो। बिग बोस पनि हाम्रो टुरमा जाने हो। हामी अब लाग्दैछौँ। नोबेल किशोर बान्तवा दिदी, सेनमियु बान्तवा। यो चाहिँ हाम्रो ठ्याक्क सुँगुर, बटाई, मौरी। यो चाहिँ हाम्रो फर्म हो, कृषि फर्म हो। अब हाम्रो यही टर्किनीहरू पनि हुनुहुन्छ। उहाँ चाहिँ विशेष यो फर्मको ओनर हो। हेर्दै पनि थाहा हुन्छ। उहाँ काम पनि त्यसै गर्दै हुन्छ। उहाँको 2टा सन्तान यहाँ देखाउँदै हुनुहुन्छ। अब चाहिँ हामी खत्रै। ल हिँड छिटो। ल आमा छोरी ऊ। त्यही पनि आज नयाँ वर्षमा हरियालीसँगै ढकमक्क फुलहरू सबै रौनक बढेको बेला यस्तो दृश्य छ। यस्तो छ है हजुर। 3 बजे, दिउँसोको 3 बजेर 19 मिनेटको घडीमा छौँ हामी। अब हामी खत्रै। आज नयाँ वर्षको दिन चाहिँ अब धेर टाढा नजानु भन्ने बुढापाकाहरूले पनि भन्नुहुँदो रहेछ। एस्ट्रोलोजी अनुसार पनि धेर टाढा नगएको राम्रो। नयाँ वर्षको दिन जसरी सुरुवात गरिन्छ त्यसरी नै भइराख्ने हुने सम्भावना भएको कारणले अब पेट्रोलको, तेलको अब
एकदम हाहाकार भएको अवस्थामा आफ्नो पनि बचत गरौँ, देशको पनि बचत गरौँ भन्ने हिसाबले चाहिँ हामी गइरहेका छौँ। मेरो यहाँ छोरीले आमा छोरीको यहाँ छुट्टै छ है, छुट्टै छ। के हो त्यो? रोज डे हो आज छोरी? यारी हेलो, देखिएन हौ छोरी, आउनु 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 लु आउनु। यो हाम्रो बाख्राको खोरेता उता परेवा पक्षीहरू पनि यहाँ छन्। यहाँ चाहिँ डोजरहरू थियो, हाडी घोप्टे भन्छन् एकजना साथीले, त्यस्तै हाडी घोप्टेहरू चाहिँ टन्न थियो। हाडी घोप्टेहरूलाई चाहिँ हामीले लगभग सकिसकेको छौँ। यो खोरभित्र एउटा हाडी घोप्टे छ, यो पाख्री बासे। यसका सन्तानहरूलाई हामीले धेरै नै बजारको चारो चाहिँ खुवाएर पालेर पनि हामीले यहाँको काटकुट गरेर हिजो मात्रै एउटा लगभग 120 केजीको हो। यस्तै छ फर्मको उपलब्धि, गाउँको उपलब्धि। मेरो छोरी यहाँ एकदम नाची उकालो। ल छोरी हिँड्नु गुड। हाम्रो उसमा बाटो अप्ठ्यारो छ है। जाउँ। हेनबिर बान्ता र मामु आउँदै हुनुहुन्छ। दाजु त हाम्रो लो आउँ त यहाँ। म आजदेखि यहाँ नयाँ वर्षको यो 83 साल वैशाख 1 गतेदेखि हल्का भलक हान्नु पर्यो भनेर अब सम्पत्ति विवरण एकदम कम भने भयो। अलिकति बढ्छ कि कति डलर झरेर उहाँ तल राजालिम काइला र गिरी साइला यी चाहिँ साइनोले सम्धि हुन्। तर खोइ के साइनोले बोल्छन् गर्ने हो त्यो, यतै हेर्दैछन्। ल आउनु है, खान बस्न नाच्नको व्यवस्था छ। थुक्क बुफर त बिर्सिएछ त। ल माथि गएर नाच्नु पर्यो भनेको बुफर बिर्सिएछ हो त। मेरो एउटा यो युकिलिली छ। यो युकिलिलीले अलिक भाका सबैले नटिप्न सक्छ। अहिलेको बच्चाहरूको डिमान्ड फेरि पुरा गर्न गाह्रो छ। उहाँ तल राजालिम काइला र गिरी साइला यी चाहिँ साइनोले सम्धि हुन्। तर खोइ के साइनोले बोल्छन् गर्ने हो त्यो, यतै हेर्दैछन्। ल आउनु है, खान बस्न नाच्नको व्यवस्था छ। थुक्क बुफर त बिर्सिएछ त। ल माथि गएर नाच्नु पर्यो भनेको बुफर बिर्सिएछ हो त। मेरो एउटा यो युकिलिली छ। यो युकिलिलीले अलिक भाका सबैले नटिप्न सक्छ। अहिलेको बच्चाहरूको डिमान्ड फेरि पुरा गर्न गाह्रो छ। पनि ठिक छ, अहिले म्यानेज गरौँ ल। के छ लु जाउँ। उहाँ पुगेर फर्किनु भन्दा तपाईको लिएर आउनु न। म अब यहाँ भ्लग बनाउनु पर्ने छ, गाह्रो छ। भ्लग बनाउने के एकैचोटी नोबेल किशोर बान्ता आउँछ ल। यहाँ पुगेर यो चाहिँ हाम्रो 4 गरे भन्ज्याङको अलिक माथिदेखिको दृश्य हो। हाम्रो घर लगाएछ। आज गाडीहरू पनि यो तलको तराईका साथीहरू चाहिँ यसरी घुम्न आउनु भएको छ। टक्क पारेर छुट्टै मजा छ नि। बाटो चाहिँ अलिक खराब छ, अरू त ठिकै छ। हाम्रो गाउँमा एकदम हावा राम्रो छ। पानी पनि तल सुइँ लिफ्टिङको पानी अहिले आएको छ। एकदम सुविधा छ। घुम्न आउने महानुभावहरूलाई पनि यो सिजनमा एकदम बाटो अफरोड भए पनि अरू बेला भन्दा सहज छ है। अनि ऊ तल यो 4 गरे भन्ज्याङदेखि टक्क यसरी नागबेली हुँदै गएको रोडको यो मुनि चाहिँ सानो गाउँ छ। यसलाई युवाहरूले चाहिँ सानो गाउँ पनि भन्ने गर्छन्। तर यो पुरानो नाम चाहिँ यो कोप्चे गाउँ। हेर्नु, यो हाम्रो कोप्चेवासीहरूको घर टहराहरू देखिराखेको छ। यो हामी 4 गरे भन्ज्याङदेखि फुर्केगढीको तिरको यात्रा तय गर्दैछौँ। दूरी छोटो छ तर ठाडो उकालो। हाम्रो घर परिवार चाहिँ त्यसतर्फ अगाडि बढिराखेको छ। ओ बिग बस
हामी उकालो निस्किँदैछौँ। आफ्नै पारा छ भाउजू। हाम्रो गदाइलिनी भाउजू चाहिँ एकदम नयाँ वर्ष मनाइराख्नु भएको छ, नाचिराख्नु भएको छ। उहाँ अगाडि नै आएर नाच्दै हुनुहुँदो रहेछ। उहाँको सेनामेनाहरू चाहिँ कता लुकेका छन् कोनी। आज नयाँ वर्ष भाउजू, तिनीहरूलाई पनि छोडिदिनु पर्थ्यो। पार्टी गर्छ नि तिनीहरूले नि, जसको बालीमा आयो पनि। हाम्रो आजको यो टुरको कमान्डर चाहिँ अगाडि जाँदै हुनुहुन्छ पोको बोकेर। खानपिनदेखि लिएर सबै कुरा चाहिँ तय गरेर अगाडि फुर्के गढीको चाहिँ हामी बेस क्याम्पमा आइसकेका छौँ। ल सास हल्का फुल्का बढ्छ तर एकदम हामी बिस्तारै मासतिर जाँदैछौँ। यो सम्झनाको फुल तिमीलाई भने कि के जाति पुरा आज अहिले भाइरल गीत छ एउटा, त्यो चाहिँ छोरीले, हाम्रो छोरीले आमालाई गिफ्ट गरे जस्तो लाग्छ। टुरिस्टको हालत खराब भइसक्यो। चाबी छोरी हजुर घुम्नु लानु भन्दै हुनुहुन्छ नि, घुमाउनु लानु कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। अब सपिङ चाहिँ भोलि पर्सितिर जानुपर्छ है छोरी। सपिङ चाहिँ के गर्नु हुने? भोलि पर्सि सन्डे होइन, सपिङ के गर्ने? सपिङ के गर्नु हुने भन्नु त? खेलाउनामा के खेल्नेमा के हजुर? ओके ल, न्यु इयरको उपलक्ष्यमा छोरीलाई मैले सपिङ गराउने भए, तर गोजीमा दाम हेरेर ल। हाम्रो चाहिँ यो सालले जुराको पहिलो दिन चाहिँ हामी डेस्टिनेसनमा आइपुगिसकेका छौँ। यो ऐतिहासिक चौडनीगढी दरबार उतातर्फ रहेको छ। त्यसैको त्यही दरबारको राजाको चाहिँ यहाँ महारानीहरू, राजकुमारीहरू, अनि त्यस पछाडि के भन्छ सेनाहरू बस्ने ठाउँ। यो चाहिँ एउटा फुर्के गढी हो, यो ऐतिहासिकतासँग जोडिएको छ। हामी आइसकेका छौँ। यो घर चाहिँ यहाँ हाम्रो लाउरे बाको घर हो। अनि लाउरे बाको गार्डको रूपमा उहाँको नाम चाहिँ टिकाराम। हेलो टिकाराम, ह्याप्पी न्यु इयर। टिकारामले ओके गरिसक्यो। मान्छेलाई खुसी हुनको लागि अहिले खुसी किन्नलाई धेरै महँगो परिरहेछ। र हामी यही डाँडामा आज चाहिँ एकदम रमाइलो साथ, भरपुर मनोरञ्जनका साथ, खुसियालीका साथ चाहिँ हामी रमाइलो गर्नेछौँ। रमाइलो अगाडि कस्तो होला त? ल है त, यो जङ्क फुडहरू त आजदेखि छोडिदिउँ। चार घरे यस्तो छ। अनि माथितिर सुइँ यो यस आकारमा गएको छ। माथि रोड यसरी घुमेर चाहिँ माथि ऐतिहासिक चौडनीगढी दरबार। यो ठुलो ब्रिज छ चाहिँ चौडनीगढीको, धेरै नै ऐतिहासिकै वृक्ष यो बरको, एक्लै बरको रुख। अब टुरमा आइसकेपछि हामी के गर्छौँ त? नोबेल किशोर बान्ता होला भन्, यो डाँडामा किन आइस् त? ल भन्। खाना जन्मेको हो, खानु त के छ र, खानेकुरा यसो बसेर भ्यू हेर्नु। ठिक छ। सम्झना लामाले 2 वचन भन्दै हुनुहुन्छ। नयाँपनको अनुभव गर्नु। ल है, हाम्रो परिकार यस्तो छ। अब यहाँ अलिअलि अर्ग्यानिक छ। यो चटपटे, यो अर्ग्यानिक एकदम। यो चाहिँ आफ्नै बारीको नसप्रेको लाल केरा यस्तो छ है। यो चाहिँ चाइनातिरदेखि हामीलाई सिजिपीले पठाइदिनु भएको। त्यस्तो छ
हाम्रो जम्मा जम्मी चाहिँ कति बटालिने 2 4 6 8 10 लगभग 9-10 जनाको टोली छौँ बिग बस सुत्दा होला यो लाफा होटलमा कति मान्छेहरू आज घुम्न आए भन्ने कुरा म हेर्दैछु लाफा होटलमा आउनु भएको रहेछ गेस्टहरू हुनुहुन्छ हाम्रो लाफा दाइहरूलाई लाफा दाइहरूले अलिक पठाउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ लाफा होटलमा पुगेर यस्तो छ न्यु इयरको रौनक हल्का फुल्का हामीलाई लागेको छ त्योभन्दा धेरै चाहिँ पक्का त भनेर लागिराखेको होला भन्ने चाहिँ महसुस गरेको छु गाइज फुर्केगढी डाँडाको बसाइ छँदैछ त्यो भित्रमा तपाईँहरूलाई चाहिँ यो हाम्रो लाउरे भाइको घर अनि यो जुन बगैँचाहरू लाउनु भएको छ उहाँले अब भाइले यहाँ गेट खोलिदिएको छ एकचोटि भित्र छिरेर तपाईँहरूलाई यहाँ उहाँले चाहिँ एक खालको राम्रो इन्भेस्ट गरेर चिरिक्कको घर बनाउनु भएको छ यस्तो कोरियन प्यानलले निकै आकर्षक छ एकदम बसुङ खालको घर छ बनाउनु भएको छ यो मिलन भाइ चाहिँ यही घरदेखि तल्लो घरमा यो सबै चिज हेरविचारको लागि बस्छन् हेलो के नाम तिम्रो समी हो समी पढ्छ कि होइन लाउरे भएको रुद्राक्षहरू एकदम राम्रो बनाइसक्नु भएछ आम्मो हो लेमन ग्रास यो त लेमन ग्रास त घाँस जतिकै रहेछ अब यो उपयोग गर्न यसको त चिया राम्रो हुन्छ नि त ल हाम्रो ठाउँमा चाहिँ यो रक्तचन्दन पनि यसरी हुर्किँदै रहेछ हाम्रो लाउरे बाको बगैँचामा अनि त्यस पछाडि अग्रुट यो अग्रुटको बोट पनि यत्रो भइसकेको रहेछ यो पनि उन्नत जातको कोलाहरू लाउरे बाको एकदम ठिक छ हजुरहरू अब यो तर्फको यो चाहिँ हामी अब फुर्केगढी डाँडाको अलिकति यो डाँडादेखि चाहिँ यो तलतिरको भ्यू देखिन्छ यो चाहिँ यो कटरे भन्ने गाउँ छ यो कटरे नागदह भन्ने तर्फको छ अनि यो कटरे स्कुल यो चाहिँ चौडण्डीगढी नगरपालिका 1 नम्बरको चाहिँ एक मात्रै मावि सञ्चालनमा रहेको जसमा चाहिँ म पनि 1 देखि 8 कक्षासम्म पढेर चाहिँ त्यस बेलासम्म चाहिँ 8 कक्षासम्म थियो अहिले चाहिँ 10 कक्षासम्म सञ्चालित छ यो स्कुल यो स्कुलमा म पनि पढेको यो हाम्रो गाउँदेखि करिब 1.5-2 किलोमिटरको दूरीमा छ लाउरे बाको घरको कम्पाउन्डदेखि चाहिँ म बाहिर निस्केँ अनि पर छ हाम्रो टोलीहरू चाहिँ यहाँ ड्रोन सट लिँदैछु यहाँ टोलीहरू चाहिँ एकदम भद्रगोल तरिकाले खानपिन सुरु भइसकेको छ टोलीहरूको सान्मी आऊ यहाँ चाइनिज खानेकुरा खान आऊ लु सानो नानीलाई चाहिँ हाम्रो खाना हस्तान्तरण गर्नुभएको छ भाउजूले लु मेरो भाग चाहिँ एकदम चिसोमा बार्छु है खतरा खानु न पहिला अनि खानु अहिले ल अब यो हाम्रो टुरको खानेकुरा चाहिँ स्टार्ट भयो खानालाई राष्ट्रिय खाजा जेनजी र जेन अल्फाहरूको खान परिकारमा हामी
जेनवाईहरू पनि पऱ्यौँ। कोही बात नै, मुर्गीका दाँत नै भन्छन्। हाम्रो खानपिन लगभग 75% सकिएको छ। अब म यो फुर्केगढी डाँडातर्फ तपाईँहरूलाई एकछिन घुमाउन देखाउन गइरहेको छु। यो ठ्याक्क ऐतिहासिक चौरण्डीगढी दरबार भन्दा यता रहेको ऐतिहासिक फुर्केगढी डाँडाको संरचना ठ्याक्क टपमा चाहिँ यस्तो रहेको छ। यो पुराना इँटाका टुक्राहरू, यो दाल चामल के मिलाएर बनाएको इँटाका टुक्राहरू हुन सक्छन्। यो सेनवंशी राजाहरूको पालनामा चाहिँ यो निर्माण गरिएको हो। यो प्रयोग रहेको फुर्केगढी डाँडा जग्गा थोरै भए पनि यसलाई चाहिँ हामीले अलिक घुम्नको लागि, पिकनिक खानको लागि, यसो रमाइलो गर्नको लागि चाहिँ यो थलोलाई पनि अगाडि बढाउनको लागि पनि हामी यहाँको समुदाय, यहाँको बुद्धिजीवी सबै, यहाँको स्थानीय सरकार सबै पर्नुपर्ने अवस्था छ र लागेका पनि छौँ। अब हामी हाम्रो घरदेखि नजिकको डाँडा भए पनि, डाँडाको रूपमा रहे पनि यो फुर्केगढी ऐतिहासिक छ। यहाँदेखि देखिने मनोरम दृश्यहरू पनि एकदम रमाइलो खालको छ। यहाँ देखिने दृश्यहरू, यो ठाउँ आफैमा पनि एकदम शान्त। अहिलेको कोलाहल, अहिलेको सामाजिक सञ्जालसँग जगडिएर यो ग्याजेटहरूसँग मात्रै हामी व्यस्त रहने लाई चाहिँ छोटो दूरीमा शान्त अनि त्यस पछाडि प्राकृतिक थलोमा आउनको लागि चाहिँ यो फुर्केगढी डाँडा हाम्रो चाहिँ नजिकको गन्तव्य हो। ल, टुर कस्तो लाग्दैछ सेनमिउ? एकदम हामी टाढो टुर आएको छौँ होइन? सेनमिउ बान्तावा ऊ पनि भ्लग बनाउँछु भन्छ। बेबोको बिग फ्यान है ऊ चाहिँ। डाँडै भए पनि, टपमा भए पनि सालको रुखहरू, बडेमानका सालको रुखहरू यहीँ डाँडैसम्म बढ्ने भएको कारणले गर्दाखेरि अब यो थलो छ। हेर्दाखेरि डाँडा थुम्को एउटा घडेरी जस्तो देखिए पनि यो ऐतिहासिकसँग जोडिएको हुनाले गर्दाखेरि चाहिँ मेरो घरको ज्येष्ठ सदस्य दाइ जागिरमान राईसँग छोटो हामी यो फुर्केगढी डाँडाको बारेमा चाहिँ फुर्केगढी डाँडा के हो त, यो फुर्केगढीको पहिचानको बारेमा चाहिँ थोरै भनिदिनको लागि यो मेरो आजको फर्स्ट भ्लगबाट दाइलाई अनुरोध गर्दछु। धन्यवाद भाइ। दर्शकवृन्द सबैलाई नमस्कार। यो चाहिँ फुर्केगढीको इन्फर्मेसन अर्थात् जानकारी दिनुपर्दाखेरि चाहिँ विगततिर फर्किनुपर्ने हुन्छ। नेपालको इतिहासलाई फर्केर हेर्दा यो कुनै बेला नेपाल 2224 राज्यहरू र सेनवंशी राज्यहरूमा सानो सानो रूपमा चाहिँ विभाजित थियो। पछिल्लो कालखण्डमा बिस्तारै गोर्खाका राजा पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा यो एउटा सेनवंशी चौदण्डीगढीको समीपमा रहेको यो स्वामित्वमा रहेको यो फुर्केगढी पनि एउटा ऐतिहासिक ठाउँ हो। यो कुनै बेला यो चौदण्डीगढी पनि एउटा सेनवंशी राज्य थियो। पछाडि त्यही सेनवंशी राज्य सँगसँगै यो फुर्केगढी डाँडा पनि, यो फुर्केगढी एउटा दरबार हो। यसमा चाहिँ विशेष गरेर सेनवंशी राजाका सेनाहरू र उनका रानीहरू चाहिँ विशेष बस्ने र एक खालको किम्वदन्ती चाहिँ के छ भने सेनवंशी राजाका जुन रानीहरू चाहिँ रसोला हुँदाखेरि चाहिँ यो त्यो समयमा, त्यो पिरियडमा चाहिँ यो यहाँ बस्ने एक खालको थलो बनाइदिएको वा सैनिकहरू बस्ने एक खालको अखडा या एउटा ब्यारेकको रूपमा चाहिँ यसलाई स्थापित, यो केन्द्रलाई चाहिँ स्थापित गरिएको भन्ने कुरा इतिहासहरूमा उल्लेख छ। यो चौदण्डीगढीको चाहिँ पछि कसरी समाप्त भयो, यो राज्य चाहिँ कसरी समाप्त भयो भन्दाखेरि चाहिँ विक्रम सम्वत 1830 साउन 4 गते चाहिँ पृथ्वीनारायण शाहले यो सेनवंशी राज्यलाई पनि गोर्खा राज्यमा चाहिँ गाप्ने काम भयो
त्यो गाभिसकेपछि बिस्तारै बिस्तारै यहाँको राजा रजौटाहरू यो ठाउँ थाकथलो छोडेर चाहिँ अन्त्यतिर गए र कतै गुमनाम भए र अहिले यो चौधनी गढी र यो फुर्के गढी एउटा इतिहासको भग्नावशेषको रूपमा रहेको छ। हाल यसको संरक्षणको पहल कदमी चाहिँ भइरहेको छ, तथापि अब जति हुनुपर्ने हो त्यो चाहिँ गर्न बाँकी नै छ। त्यसको लागि सम्बन्धित निकायले पहल कदमी गरेमा चाहिँ यो एउटा ऐतिहासिक प्राकृतिक रूपमा चाहिँ एउटा पर्यटकीय र मनोरम र रमणीय थलोको रूपमा चाहिँ स्थापित हुनेछ। धन्यवाद। धन्यवाद दाइ। अब एकदम मिठो रूपमा चाहिँ यो फुर्केगढी डाँडाको बारेमा पक्कै पनि चिनारीको रूपमा चाहिँ घरको ज्येष्ठ सदस्य जागिरमान राईज्यूले चाहिँ यो ब्लग मार्फत नै पनि यो फुर्केगढी डाँडाको चिनारीको बारेमा चाहिँ यथार्थ ऐतिहासिक रूपमा पनि सबै हिसाबले उहाँलाई ज्ञान भएअनुसार जानकारी भएअनुसार चाहिँ भनिदिनु भएको छ। उहाँ नुमिनमा बान्त हो भान्जी। भान्जी के छ हाल खबर? ठिकै छ। आज नयाँ वर्ष जस्तै लागिरहेछ कि उस्तै लागिरहेछ? ओके ल टोलीहरू कस्तो लागिरहेछ आजको हाम्रो न्यू इयर सेलिब्रेसन यो फुर्केगढी डाँडाको? यता हो क्यामराम्यान, यता छ क्यामराम्यान सबै कुरा। घुम्न आउने मान्छेहरू अब फर्किने क्रम छ। यो चार गरे भन्ज्याङको चाहिँ अलिकति यो सेन्टर पोइन्ट जहाँ चाहिँ अब छतमा मान्छेहरू टक्क भरिएर गाडीमा आउने जाने फर्किने क्रम रहेको छ। छोरी मुढामा नाच्ने हो? कुन गीत गायौँ छोरी? मानिसको चोला बगिजाने खोला हाँसेर बाँचौँ न। मानिसको चोला बगिजाने खोला हाँसेर बाँचौँ न। आजको दिन हाँगामाकै किला उठेर नाचौँ न। आजको दिन हाँगामाकै किला उठेर नाचौँ न। लौ है उठेर नाचौँ न। अरू पनि उठेर नाच्नु पर्यो है। जन्मे है पछि मान्नु नै पर्ने संसारको रीतै हो। जन्मे है पछि मान्नु नै पर्ने संसारको रीतै हो। बाँचुन्जेलसम्म तेरो र मेरो मरेछि सितै हो। राग बनाउँछ खाग राति गाछौँ न। सर राग बनाउँछ खाग राति गाछौँ न। आजको दिन हाँगामाकै किला उठेर नाचौँ न। लौ है उठेर नाचौँ। हाम्रो चाहिँ रमाइलो चलिरहेछ है। तर यहाँ के भन्नु, अब यो क्यामेरा तेर्साए पछाडि कोही उठ्नेवाला छैन नाच्नलाई। यो गीतको रचनाकार भोकल अनि सङ्गीतकार अनि डुएटमा चाहिँ उहाँ सम्झना लामाज्यू हुनुहुन्छ। सर्च गरेर यसो सुनिदिएर प्रतिक्रिया दिन अनुरोध गर्दछु। हाम्रो रमाइलो चाहिँ कन्टिन्यू जान्छ है गाइस। अब हामी ग्रुपमा रमाइलो गीत गाउँछौँ। हाँ
छबादा सुस्तारी मनै सरर भरोसा छैन जीवनको बिताउँ हाँसेर चल्छ बाधा सुस्तारी मनै सरर भरोसा छैन जीवनको बिताउँ हाँसेर कहिले महाकाही रमाइलो हुन्छ भेटघाट कहिले महाकाही रमाइलो हुन्छ भेटघाट छातीको ज्वाला नमेट्दो रहेछ बसेर रुँदामा बसेर रुँदामा चल्छ बाटा सुस्तारी मनै सरर भरोसा छैन जीवनको बिताउँ हाँसेर पूर्वै जाने रेल हाँसेर बोलन साथी दुई दिन बाँचुन्जेल पूर्वै जाने रेल हाँसेर बोलन साथी दुई दिन बाँचुन्जेल धनको बाला टुप्पोइमा लाग्यो दुखियालाई के दोष आइलाग्यो पूर्वै जाने रेल हाँसेर बोलन साथी दुई दिन बाँचुन्जेल हाँसेर बोलन साथी दुई दिन बाँचुन्जेल तिमी कहाँको म कहाँको कहाँको दैव संजोग डाँडैमा भेट भएको पूर्वै जाने रेल तिमी कहाँको म कहाँको कहाँको दैव संजोग टाढैमा भेट भयो पूर्वै जाने रेल हाँसेर बोलन साथी दुई दिन बाँचुन्जेल हाँसेर बोलन साथी दुई दिन बाँचुन्जेल कति बसौँ माइतीको कौसीमा माइतीको कौसीमा लाग्छ आँखा पाकेको लौसीमा मैले के गरौँ तिमी आउँछौ कि अर्कैले गरौँ तिमी आउँछौ कि अर्कैले गरौँ कालो चोली कुमकुममा टालेको रोक्ने कुकुर के कामले पालेको मैले के गरौँ तिमी आउँछौ कि अर्कैले गरौँ कुमकुममा टालेको ढोग्ने कुकुर के कामले पालेको मैले के गरौँ तिमी आउँछौ कि अर्कैले गरौँ तिमी आउँछौ कि अर्कैले गरौँ तिम्रो नै माया तिम्रो नै मोया लाउँदछ साइले सम्झन्छु चिन्छेन तिम्रो नै माया लाउँदछ साइले सम्झन्छु चिन्छेन
सम्झन्छु दिनदिन तिमीले मोया नलाए पनि सम्झन्छु दिनदिन आज र मैले भात र खायो कि हुन्छ गाबाको आज र मैले भात र खायो ती हुन्छ गाबाको के मोया लाउँथ्यो तिमीले साइली म जस्तो जाबाको के मोया लाउँथ्यो तिमीले साइली म जस्तो जाबाको क्यामेराम्यानलाई नै चित्त बुझे जस्तो छ हिमाल चुली त्यो पल्लो पाटी आपछि हिमाल चुली त्यो पल्लो पाटी आपछि पहाडो भएर सम्थ्यो होला निष्ठुरी तिम्रोमा पहाडो भएर सम्थ्यो होला निष्ठुरी तिम्रो मन निष्ठुरी तिम्रो मन रातो र चोली निलो है चोली कुन चोली सिलाको रातो है चोली निलो है चोली कुन चोली सिलाको यो गीत मैले गाएको होइन सम्झाइदिएको यो गीत मैले गाएको होइन सम्झाइदिएको आजको यो टुरको हाम्रो रमाइलो कार्यक्रमको प्रमुख अतिथि हाम्रो मम्मी चाहिँ ऊ तल आउँदै हुनुहुन्छ जस्तो लाग्दैछ हो हाम्रो मम्मी नै हो उहाँ एक टोलीहरू चाहिँ पुरा रमाइलो गरेर चाहिँ फर्किसक्नु भएको छ हाम्रो मम्मी चाहिँ ऊ तल आउँदै हुनुहुन्छ प्रमुख अतिथि आउँदै हुनुहुन्छ र हामी चाहिँ ढक्कै निकै माथि चाहिँ रमाइलोमा छौँ टिकाराम भोग्दैछ हामी रमाइलोमा छौँ आफ्नो तालमा छन् हाम्रो घरका परिवारका सदस्यहरू यहाँ हामी एकदम न्यु इयरमा इन्जोय गरिरहेका छौँ आफ्नै गाउँघरमा अरूको गाउँघर गइएन आफ्नै गाउँघरमा इन्जोय गरिरहेछौँ के भयो झगडा नगर नानी बाबुहरू हाम्रो मम्मीजी मुमा चाहिँ आइपुग्दै हुनुहुन्छ हाम्रो आजको प्रमुख अतिथि आउँदै हुनुहुन्छ आजको हाम्रो यो नयाँ वर्षको यो घुमघाम आफ्नो गाउँमा घुमघाम कार्यक्रममा चाहिँ मम्मी सामेल हुनलाई चाहिँ एकदम आइपुग्नु भएको छ हाम्रो तलको घरदेखि मम्मी आउँदै हुनुहुन्छ लो मुमालाई स्वागत छ हाम्रो यो मेरो यो आजको प्रथम भ्लगमा मम्मी आइपुग्नु भएको छ अब हामीले यहाँ अब खानपिन सबै गरिरहेको छौँ मम्मीको भाग पनि पर छ हाम्रो ऊ पर छ बस्ने थलो ढिलो त छ आम्नु बाना बाजा चाहिँ मादङ पहुँचुला म थाहा छ आठो नाच मुन्चिन ख लो बजुलाई यहाँ जित्ता गर्न नातिनी So happy New Year 2083. हामी दुई मित्र
हैया 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 बिग बस सेन्डियो र यारी आउ यहाँ कुकुरहरू र कुकुर्नीहरू पनि हुनुहुन्छ यहाँ फेरि फेरि दुईजना फेरि खै भएन होइन यसरी तेर्छो आमा यिनीहरू आहा यो गुरु फेरि फेरि आहा राम 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 हेर त पिट्टिकै हड्डी छैन हड्डी छैन हड्डी छैन हड्डी एक्सर्साइजको पनि छ यहाँ सेसन एक्सर्साइज सेसन बिग बसले के माग्दैछ सुती नाचिरहेछ यहाँ उठेर मात्रै हो चण्डी नोबेल पनि नाच्छ नाच न नाच कनपट्टीमा बन्दुक हालेर नाच्न लगाएको मान्छे
ब्ल्याङ्क कति सेकेन्डसम्म है त 1 2 ल है ल है 110 ल है 111 112 ल है 113 114 115 116 117 फोटो लु फोटो खिच्नु छिटो फोटो खिच्नु सबैले रेडी खिचिक बेलुका अब चाहिँ घाम पनि अस्ताउनु गइरहेको छ त्यही भएर मेरो भ्लग पनि आजलाई चाहिँ यो नयाँ वर्षमा सबैलाई शुभकामना सहित मेरो भ्लग इन गर्दैछु ल ह्याप्पी न्यू इयर